बालेनको एफयुसिके फक अमेरिका, फक चाइना, फक इन्डिया भन्ने स्ट्याटसले लिएर यति बेला नेपाली समाज तरङ्गित भएको छ। नेपालका सामाजिक सञ्जाल, ठुला मिडिया र जान्ने, गन्ने, सुन्ने र बुझ्ने भनाउँदाहरूले पनि उक्त स्ट्याटसलाई लिएर यति बेला नेपाली समाजमा आतङ्क फैलाइरहेका छन्। कि त यिनीहरूले नबुझेको हुनुपर्छ वा जानी जानी बुझ पचाएको हुनुपर्छ। मैले भर्खरै उच्चारण गरेको एफयुसिके फक अर्थ हामीले इङ्ग्लिसमा सुन्दाखेरि छाडा जस्तो सुनिन्छ, किनकि हामीलाई उक्त शब्द छाडा हो, अश्लील हो भन्ने पहिल्यैदेखि मानसिकतामा पैदा भयो। तर यसको नेपाली अर्थ एफयुसिके फकको नेपाली अर्थ ठग, बकवास हुन जान्छ। तपाईँ हामीले सोचेको जस्तो छाडा हुँदैन यो, किनकि बालेन शाह जतिको मान्छेले शब्द छनौट गर्दाखेरि नराम्रो शब्द, अश्लील शब्द छनौट नगर्लान्, किनकि उनको पनि त आफन्त होलान्, परिवार होलान्। तर नेपाली समाजका जन्ने, बुझ्ने, गन्ने भनाउँदा भनेको को अहिले सोसियल मिडिया, ठुला मिडिया र हामीले अलिकति विश्वास गरेका मान्छे होइन। तर यिनीहरूले बमण्डर समाजलाई विकृतितर्फ लानको लागि, बालेनलाई नराम्रो बनाउनको लागि यिनीहरूले गलत प्रचार गरिरहेको मात्र हो। यति बेला तपाईँले फोटो देखिराख्नु भएको छ, यो बालेन शाहले पोस्ट गरेको अङ्ग्रेजीलाई कन्भर्ट गरेर मैले यहाँ गुगलमा कन्भर्ट गरेर राखिदिएको छु। हेर्नुहोस् त, यहाँ कहीँ छाडा अश्लील देखिन्छ, तर यिनीहरूले हामीलाई यस्तोरी भन्यो कि अश्लील भनेर प्रचार प्रसार गरेको छ, तर यो गलत हो। यसको वास्तविक अर्थ तपाईँले